हेलो साथीहरू, आज चाहिँ हामी दमकको चाहिँ यो चाहिँ टावर भ्यूमा आएको छौँ है। एकदमै राम्रो रहेछ होइन। यो चाहिँ पुरा कस्तो राम्रो मतलब फिनिसिङ गरेर चाहिँ अहिले चाहिँ पुरा गरेर चाहिँ राखेको रहेछ है। र हामी चाहिँ 5 बजीसम्म मात्रै यहाँ चाहिँ ओपन हुने रहेछ। 5 बजी मात्रै आइपुग्यौँ र हामी चाहिँ बाहिरैबाट पनि इन्जोय गरेर चाहिँ हामी फर्केर गयौँ। अन्त हामी आज चाहिँ कहाँ जाँदैछौँ भन्दा म पुगेपछि देखाइहाल्छु है त ल। हामी चाहिँ मेची आवास भन्ने एउटा यहाँ चाहिँ एउटै खालको घरहरू बनाइएको रहेछ है। यो चाहिँ हेर्नको लागि बाबाले जाउँ भन्नु भएर यहाँ चाहिँ एन्ट्री गर्नुभयो, उहाँले भन्नुभयो है हामी चाहिँ यति छौँ भनेर। अनि एन्ट्री भएर चाहिँ हामी चाहिँ भित्र पस्यौँ हो। भित्र पस्दा त वाउ एकदम राम्रो रहेछ, बच्चाहरू खेलिराखेको है। अन्त यहाँ त एउटै खालको घरहरू रहेछ होइन, एउटै कलरमा बनाइएको, मतलब एकै साइजको घर है। घर भएको चाहिँ एउटा सानो एउटा सहर जस्तै कस्तो राम्रो रहेछ के यहाँ चाहिँ। अनि यो अन्त बाबाले भन्नुभयो यहाँ चाहिँ एकदम राम्रो हुन्छ है। यहाँको एउटा यो भित्र चाहिँ अब सबै नै भरिपूर्ण अब यहाँ जस छ यहाँ चाहिँ सुविधाहरू, पानी, बत्ती, बिजुली है। अनि त्यहाँ यता सपिङ गर्ने सानो ठाउँ, त्यता के भन्छ दुकान, सपिङ सेन्टर पनि सानोबाट रहेछ होइन। अनि यो बिचमा पनि डेकोरेसनहरू पनि गरेको रहेछ। एकदमै राम्रो लाग्यो के यहाँ चाहिँ भित्र अर्कै प्रकारको जस रमाइलो खालको चाहिँ रहेछ होइन। हाम्रो बाबाले पनि भन्नुभयो अनि राम्रो छ नि यहाँ भनेर। यहाँको बारे धेरै सबै भन्दै हामीलाई लाँदै हुनुहुन्थ्यो है। अनि उहाँ चाहिँ एकजना दिदीको घरमा कुरा गर्नुभयो। अनि हामी चाहिँ अब यहाँसम्म आइसकेपछि है हामी चाहिँ उहाँ पल्लै छेउसम्म पुगेर फर्केर आउने भनेर हामी गयौँ होइन। अनि एकजना दिदी पनि आउँदै हुनुहुन्थ्यो। अनि कहाँ जानुभएको बहिनी भन्दै त होइन हामी यहाँ तपाईँहरूको एरिया घुम्न आएको नि, कस्तो रहेछ भनेर। अनि एकदम राम्रो रहेछ। अनि यहाँ चाहिँ लाइटदेखि लिएर पानी, बिजुली, बत्ती सबैको भएको रहेछ होइन। अनि फुलबारीहरू पनि रहेछ, डेकोरेसन। अनि हामी लास्टसम्म पुग्यौँ। अनि बच्चा दुइटा खेलिरहेको थियो अनि हाई भनेर अनि त्यही नानीहरूसँग कुरा गरेपछि हामी चाहिँ फेरि घर फर्क्यौँ।